यात्रा कस्तो यात्रा रह्यो हजुरको? आजको यात्रा र आजको दिन यो गण्डकी प्रदेशको लागि मलाई लाग्छ मध्य प्रदेशकै लागि एउटा ऐतिहासिक दिन भएको छ। यसको सुरुवात हामीले एउटा सङ्घीयतालाई संस्थागत गर्ने सन्दर्भमा, सङ्घीयतालाई मजबुत गर्ने सन्दर्भमा प्रदेश सरकार बीचको सम्बन्ध पनि सुदृढ हुनुपर्छ भन्ने मान्यता अन्तर्गत हामीले माननीय मुख्यमन्त्री मध्य प्रदेशलाई हामीले आमन्त्रण गरेका थियौँ। उहाँले हाम्रो आमन्त्रणलाई स्वीकार दिएर भ्रमण गरिदिनुभयो नेतृत्व। त्यसपछि उहाँले मलाई निमन्त्रण दिनुभयो र आज म उहाँकै आमन्त्रणमा यो ऐतिहासिक र एउटा धार्मिक नगरी जो हाम्रो मध्य प्रदेशको राजधानी पनि हो, यसमा पोखराबाट जनकपुर करिब 45-50 मिनटको एउटा फ्लाइटबाट आउँदै गर्दा जुन अनुभूति मलाई भयो, यो मैले खासै शब्दमा भन्दा पनि यो भावनाले एउटा बुझ्नुपर्ने जस्तो मलाई लागेको छ। हामी खुसी छौँ। त्यसमा पनि मध्य प्रदेश सरकार र माननीय मन्त्रीजी लगायत यहाँका विशिष्ट व्यक्तित्वहरूले जुन हामीलाई आतिथ्यता एउटा टोलीलाई जुन सम्मान गर्नुभयो र जसरी यो मिडियाका साथीहरूले हामीलाई त्यो एउटा यो ऐतिहासिक अवसरलाई कमसेकम प्रदेशको पक्षमा बनाउनका लागि जुन यहाँहरूले गर्नुभएको छ, त्यो सबै कुराहरूलाई म चाहिँ हार्दिक मेरो टोलीको तर्फबाट धन्यवाद दिन चाहन्छु र माननीय मुख्यमन्त्रीसँग अब गएर मेरो भेटघाट हुन्छ। त्यसपछि हामी अरू कार्यक्रम एउटा यो पर्यटकीय दृष्टिकोण या पर्यटकीय आदान प्रदानले यो जुन दुवै प्रदेशलाई यो कस्तो छ भन्दाखेरि हाम्रो प्रदेश गण्डकी प्रदेश कई कुरो गर्दाखेरि समृद्धिका मेन मुख्य आधारमध्ये एउटा पर्यटन हो। हाम्रो त्यो लोकेसन, त्यहाँको भौगोलिक अवस्था आदि इत्यादिले त्यो एउटा हाम्रो पहिलो प्राथमिकता परेको छ। त्यस्तै मध्य प्रदेशको पनि यद्यपि अरू क्षेत्रहरू हुँदाहुँदै पनि प्रशस्त सम्भावना बोकेको धार्मिक पर्यटकीय स्थलहरू यहाँ छन्। यसलाई हामी के चाहन्छौँ गण्डकी प्रदेश सरकारले, हाम्रो यो मलाई लाग्छ भ्याली बाहिरको आज हामी 6औँ स्मार्ट एयरपोर्टमा आइरहेछौँ कनेक्टिभिटी। हामी यसलाई बढाएर तपाईँको चाहिँ के भने अलि बाहिरी अन्तर्राष्ट्रिय स्तर भनौँ, यिनै कुराहरू इन्डियाका मेन सहरहरूसँगबाट हाम्रो जनकपुरदेखि पोखरा यसरी इन्टर कनेक्ट गर्न सकियो भने यो हाम्रो पर्यटनको दृष्टिकोणबाट धेरै महत्त्व हुन्छ भन्ने लागेको छ। अनि हाम्रो मन्त्री महोदयलाई कस्तो लाग्छ हाम्रो क्षेत्र? हजुर 18 को हुनुहुन्छ? यसमा अर्थमन्त्रीजी हुनुहुन्छ, पर्यटन मन्त्रीजी हुनुहुन्छ, नाम भनिदिनु। अर्थमन्त्री रामजी बरालजी हुनुहुन्छ, पर्यटन मन्त्रीजी हुनुहुन्छ मणिभद्र शर्माजी हुनुहुन्छ। त्यसपछि अब मेरो यो नाटाका साथीहरू हुनुहुन्छ, उद्योग राणी सिंहको साथीहरू हुनुहुन्छ र मेरो आफ्नो प्रेस संयोजकहरू अरू पत्रकार साथीहरू हुनुहुन्छ, मेरो स्वकीय साथीहरू हुनुहुन्छ। अहिलेलाई हामीले स्वागत छ। अब त्यसैको लागि हामी के हो भने यो त एउटा कनेक्टिभिटीको कुरो हो। अब हाम्रो निजी क्षेत्रका साथीहरू जो आउनु भएको छ, यहाँबाट जो तपाईँहरू हाम्रो मुख्यमन्त्रीको भ्रमणमा पनि जानुभएको छ, त्यहाँ एउटा अन्डरस्ट्यान्डिङ हामीले गरेका छौँ। उहाँहरू आउनु भएको छ, कुन क्षेत्रमा सम्भावना छ, हाम्रो यहाँको निजी क्षेत्र उहाँ जान सक्ने अथवा उताको यता ल्याउन सक्ने, यी कुरा त बसेर सम्भावनाहरूलाई खोजिने कुरा। जस्तो उदाहरणको लागि मध्य प्रदेशकै कुरा गर्दै गर्दा जस्तो भन्दा वीरगञ्जसँग अलरेडी अब जनकपुरसँग भन्दा वीरगञ्जसँग पहिलेदेखि कनेक्सन बढी छ होइन। त्यो प्रदेशभित्रै हो त्यो। त्यसले गर्दा त्यहाँका व्यापारीहरू, हाम्रो यहाँका पर्यटन व्यवसायहरू सबैको
एउटा बसेर छलफल गरेर कुन कुन क्षेत्रमा हामी कनेक्ट भएर जान सक्छौँ हामी त्यसैको लागि हामी सोच्दैछौँ। धन्यवाद। भाइ अगाडिबाट हटाउ है। Ada kelapa, sari om.